हामी चाहिँ कपन गुम्बाको यात्राबाट फर्किँदैछौँ। यो चाहिँ कपन गुम्बा जाने बाटो निर्माण कार्य भइरहेको छ यो अहिले चाहिँ। हामी च्याप्पा लाएर हाम्रो ज्ञानदाई होइन, हामी दुई भाइ चाहिँ कपन गुम्बा घुमेर फर्किँदैछौँ है गाइजहरू। ल यस्तै छन् कपन गुम्बाको पछाडितिर। ट्याक्सी 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 ड्राइभर मायाले सम्झ्यो तिम्रो खैबर। हजुर रुखको छारीमा बसेर देख्दैन त लडामा बसेर देख्छ। हजुर यो चिज हुनलाई बनाइरहेको हो। यता ढल लाइन बनाइरहेको छ। झ्याप्प लाएर भनौँ यता चाहिँ पिच हुने कुरो रहेछ। ढल निर्माण भएर भक्काभक काम भइरहेछ। हेर्नुहोस् है गाइजहरू, आज चाहिँ दिन पनि चिसो भएर हामी चाहिँ वाकिङ टु द कपन गुम्बा गरिरहेका छौँ है। फुलै फुलको बगैँचामा भनेर गीत गाउँदै फुलहरू देखाइरहेको छु म चाहिँ। ल है गाइजहरू, यहाँ चाहिँ जोडीहरू बस्नु मिल्ने होटल कटेजहरू छन् है। यहाँ चाहिँ बनिरहेको छ, पहिले बनेर फेरि पुरानो भएर फेरि नयाँ बनाउने कुरो हो यो चाहिँ। त्यस्तोहरूलाई चाहिँ रिपेयरिङ भन्छ होला। त्यो भित्र त जोडी छ क्या भनेको त एकजना मात्र रहेछ यार। अमला बोट रिसोर्ट, अमला काण्डहरू चाहिँ धेरै छ। आजभोलि चाहिँ अमला काण्डले चाहिँ भाइरल पिटिरहेको ठाउँमा यहाँ अमला बोट रिसोर्ट रहेछ है। पाइलटको बाटोमा धुलो उडाउँदै मोटर गुडाउँदै यहाँ चाहिँ स्टेप टु स्टेप वाकिङ। हाम्रो ज्ञान दाजु है। चिसो चिसो छ यहाँ। यो चाहिँ कपनको आधा उदीलाई दिने पानीको रिजर्भ ट्याङ्की है। यो तेर्सो हुँदै अब हामी चाहिँ आज दयाङ राईको घरतिरको जाने कुरो गरिरहेका छौँ। दयाङ राईको घरको निवास हुँदै शारदा स्कुल हुँदै हामी आज इन्डिङ पोइन्टै थाहा छैन होइन, कहाँसम्म पुगिन्छ हेरौँ। आज काठमाडौँको वेदरहरू चाहिँ सब किन स्याड भइरहेको छ हो आजको वेदरहरू चाहिँ। हेर्नुहोस् बौद्ध चाबेतिर पनि आज मौसम धेरै क्लाउडिङ भइरहेको छ। हिजोसम्म त वेदर क्लियर नै थियो। एक दिन चेन्ज भइदियो वेदरहरू। अब हामी चाहिँ मेन बाटो छोडेर दयाङ राईको घरतिर गइरहेका छौँ है गाइजहरू। यो शुभ किराना स्टोरबाट चाहिँ हामी ओह्रालो जाने यो बाटो चाहिँ ओह्रालो छ। सर्ट टर्निङ हानेर यदि त्यो ओह्रालो हानिनुपर्छ होइन। यहाँ चाहिँ घर बन्न आँटेछ। यो घडेरी चाहिँ खासै राम्रो छैन है।
किनभने यो केराको कोट पनि घडेरीतिरै फर्केर पसाएछ। त्यही भएर हाम्रो परम्परागत हिसाबमा चाहिँ यो शुभ मानिँदैन। हामी यो गाई फर्मतिर आइपुगेछौँ। हिँड्दै 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 आज यही अगाडिको दोयाङ राईको घर छेउ आइपुग्यो। पुलै पुल दोयाङ एउटा उसको एउटा दोयाङ राईको एउटा के अरे उसको के भन्छ यो दुईजना चाहिँ हो छ कि अब हामी चाहिँ साम्तेन र शारदा स्कुलतिर जाँदैछ। यो चेप बाटो छिरेर हामी ऊ तर मेन बाटोमा पुग्छौँ। है साम्तेनको पछाडिपट्टि हो यो चाहिँ गल्ली यो हो नि त। क्या ल यो चाहिँ एग्रिकल्चरको लागि पुरा उ भइरहेछ, प्रगति हुँदैछ। अब हामी साम्तेन स्कुलको गेटमा टङ्गानमा चाहिँ होइन गेटमा आइपुग्न लागेको थियौँ। गाना खुवाएको छ, गाना गाएको छ। हाम्रो बुनु चाहिँ गाना गाउँदै हिँडिरहनु भएको छ। ल अब स्कुल छुट्टी भइसकेछ। ल हामी चाहिँ साम्तेनको अगाडि आइपुग्यो। हामी त चिनेको जस्तो मान्छे आइरहेको हुनुहुन्छ उदोबाट। यो साम्तेन हो नि त। यता चाहिँ साम्तेन स्कुल पऱ्यो, उधोपट्टिको चाहिँ शारदा स्कुल। सरकारी हो, बोर्डिङ हो। बोर्डिङ हो हजुर। शारदा स्कुलतिर चाहिँ अब हामी छिरियो शारदा स्कुलमा। शारदा स्कुल चाहिँ परबाट हो। ल है डेनिसा चाहिँ स्कुलबाट घर फर्किँदै ल होइन कुल्फी खाएको फेरि सानो मान्छे भएर ल साम्तेनको कल आयो चाहिँ फेरि। यो चाहिँ शारदा स्कुल आउने लोकेसन है। हामी यताबाट जाने हो र यो बाटो सर यसमा जाने हो शारदा। ल स्कुल लाइफमा चाहिँ यसरी केटाहरू फाइट गर्नु खोज्दै हिँड्दैछन् है, बाँच्दै हिँडिरहेछन्। ल डन हो या ऊ चाहिँ